नमस्ते सबैजनालाई। मलाई चिन्नु भयो होला, म सेवान थामी हैन। यो गोर्खा ब्रिज बनाउनु भएको छ, यो अझै के अरे एडविन सरले हैन। उहाँले चाहिँ यो 7 तारिक चाहिँ त्यो गोर्खा ब्रिजमा चाहिँ सबैजनालाई बोलाउनु भएको छ हैन। जो इच्छुक हुनुहुन्छ उहाँहरू आउनु भन्नुभएको छ हैन। यो पालि अब अझै एडवर्ड सरले गर्नुभएको काम देखेर चाहिँ सबैजनाले अब उहाँलाई नै भोट दिने भनेर त्यस्तो सल्लाह पनि भएको थियो है। अब त्यो चाहिँ अब मेरो त एज पुगेको छैन, त्यस्तो भोटहरू हाल्नु मिल्दैन। तर पनि मैले भनिरहेको हैन, अब एकचोटि अब यत्रो त्यो मोटेहरूलाई त भोट दियो भने चाहिँ अब सरलाई पनि एकचोटि दिएर चान्स दिउँ न त भन्ने मेरो विचार हैन। अब एकचोटि अजय सरलाई पनि एकचोटि हामीले चान्स दिउँ हैन गरेर। अब सरले अब त्यस्तो त्यो 4 तारिक त्यत्रो पानी आउँदा त बगाएन त्यो ब्रिज हैन। गोर्खा भनेको त्यस्तो हो हैन। अब एकचोटि हामी सबैले एक चान्स दिउँ न त भन्ने मेरो चाहिँ एउटा भनाइ हो। तपाईहरुले के भन्नुहुन्छ सोच्नुहुन्छ एकचोटि कमेन्ट गरिदिनुहोस् है। अन्त लाइक शेयर पनि गरिदिनु, फलो गरिदिनु। अन्त यो मेन चाहिँ अझै एडवर्ड सरलाई चाहिँ यो भिडियो चाहिँ मैले उहाँकै लागि बनाइदिएको हो हैन। किनकि उहाँले अब कतिवटा राम्रो काम गरिरहनु भएको छ नि त। अब त्यही ब्रिज मात्रै हैन, कतिजनालाई अब हैन बाढी पीडितहरूलाई पनि दिनै भएको थियो उहाँले राहतहरू हैन, यताउता गर्नुभएको थियो। त्यही भएर अब यो पालि चाहिँ सरलाई नै अब सपोर्ट गर्ने हो भनेर विचार छ है। यो पालि चाहिँ ढाका टुप्पी हालेर एकदम प्युर नेपाली भएर हैन, एकदम गोर्खा भएर हैन भोट हाल्ने हो। ल।